बाहिर चाहिँ अनि स्टाफहरू आएर चाहिँ अनि खानेकुराहरू चाहिँ ल्याइदिन्छन्। रोटी बटर रोटी भयो, मासु भयो, यिनीहरू चाहिँ ल्याइदिन्छन्। अनि बाँकी चाहिँ यहाँ ल्याइदिन्छन्। मैले पानीको बोतल भयो, अब बियर भनौँ, कोक भयो, यिनीहरू चाहिँ मैले खान्न है, तर यिनीहरू चाहिँ ल्याइदियो। मैले ब्यागमा प्याक गरिसकेँ। भोलि चाहिँ म साथीहरूलाई चाहिँ दिने हो, अनि साथीहरूलाई चाहिँ पैसा दिन्छु म। राम्रो हो, स्टाफहरूले ल्याइदिए बाहिर। म यति बेला बाहिर छु, अनि यो होटलमा छु, पार्किङमा बसेछु म चाहिँ पार्किङमा। अनि यिनीहरूले ल्याइदिएको रहेछ, धेरै चिजहरू ल्याइदिए। अनि अब कुनै चिज खाने चिज पनि छ, कुनै चिज नखाने चिज पनि छ। अब कुनै चिज त खान्न मैले, अब भोलि साथीहरूलाई दिने हो। राम्रो छ जे होस्, कम्पनीलाई पनि फाइदा होस्, हामीले गाडी चलाउला छु, कम्पनीको मालिकलाई पनि फाइदा होस्, राम्रो होस् भन्ने चाहन्छौँ हामी पनि। कम्पनीलाई जति फाइदा हुन्छ त्यति हामी ड्राइभरलाई पनि फाइदा हुन्छ। आज त्यही भएर पार्टी दिन लाग्छन् अब मालिकले, हाम्रो स्टाफहरूलाई। राम्रो हो, खुसी लाग्यो मलाई हाम्रो स्टाफहरूलाई पार्टी दिएकोमा। र अनि ड्राइभरलाई पनि याद गरेँ। कुनै ठाउँमा चाहिँ अब ड्राइभरलाई चाहिँ याद गर्दैन मालिकले, तर हाम्रो मालिकले चाहिँ अब ड्राइभरहरूलाई चाहिँ एकदम धेरै याद गर्ने कि एकदम खानेकुरामा चाहिँ खाना खाए खाएन, के खायो के खाएन भनेर। अब म जान्न भन्ने, मैले अब राम्रो कपडा लगाएर आएको थिइनँ, त्यही भएर म नगएको। अनि उनीहरूले चाहिँ स्टाफहरूले चाहिँ बाहिर आएर बोलाएर चाहिँ हामीलाई दियो। एकदम धन्यवाद छ मालिकलाई पनि, हाम्रो कम्पनीको स्टाफहरूलाई पनि धेरै धेरै धन्यवाद छ है।